तपाईँहरूसँग मैले थोरै कुरा राख्न गइरहेको छु र विशेष गरेर यो पैसा सम्बन्धी कुरा। पैसाले अहिले संसारमा यस्तो तहल्का मचाइरहेको छ कि पैसाको कारणले गर्दाखेरि र हामीलाई धेरै समस्या छ। संसारमा तहल्का मच्यायो तर नेपालीहरूलाई चाहिँ दुःख भयो। हामीले खाने कुरोमा पनि तपाईँको पैसा नभई हुँदैन भन्ने खालको हाम्रो दिमागहरू मनस्थितिहरू भइसकेको छ। पैसा भयो भने हामी किनेर खाने, राम्रो लाउने, पैसा भयो भने, पैसा छैन भने हामी बाँच्नै सकिँदैन भन्ने खालको हाम्रो नेपालीको मनस्थिति त्यो खालको भएको कारणले गर्दाखेरि अब नेपालीहरूले अलिकति दिमागलाई चाहिँ चेन्ज गर्नुपर्छ भन्ने खालको मेरो भनाइ हो। हामी अब स्वदेशदेखि लिएर, स्वदेशमा त रोजगार त्यति छैन, हामी विदेशै गएर हो भने तपाईँको अर्का देशमा गएर पनि गुलामी गरेर पनि हामीले पैसा कमाउनु पर्छ भन्ने हाम्रो दिमाग र मान्यता भएको र तपाईँको हामी विदेशमा गएर अर्का देशमा गएर गुलामी दुःख गरेर पैसा कमाएर आएर स्वदेशमा आएर हामी त्यो पैसा मार्फत हामी किनेर खानेकुरोहरू खान्छौँ र यो खालको अवस्था भएकै कारणले गर्दाखेरि धेरै दुःख छ र यो पैसाले आज धेरै दुःख दिइरहेछ र यो पैसाकै कारणले गर्दाखेरि धेरै हरेक चिज किनबेच भइरहेको छ। त्यसले गर्दाखेरि हाम्रो मैले भनिहालेँ दिमाग अलिकति हाम्रो चेन्ज हुनुपर्छ। कस्तो दिमाग चेन्ज हुनुपर्छ भने हाम्रो यो पैसा बिना पनि हामी बाँच्न सकिन्छ भन्ने खालको एउटा कुरा हाम्रो कन्सेप्ट हुनु पऱ्यो कि हामीले कसरी बाँच्न सकिन्छ त भन्दाखेरि तपाईँको हामीले जग्गा जमिनहरूमा चाहिँ उत्पादन गरेर अन्न बाली लाएर चाहिँ तपाईँको त्यहाँबाट उत्पादन गरेर त्यो अन्न बालीलाई चाहिँ हामीले फलाएर फुलाएर चाहिँ त्यहाँदेखि त्यो खाएर हामी पनि बाँच्न सकिन्छ है भन्ने खालको हाम्रो यो दिमाग हुनु पऱ्यो क्या। अब त्यो खालको दिमाग भयो भने चाहिँ हामीले केही प्रगति उन्नति गर्छौँ र केही सुख र समृद्धि ल्याउँला। तर पैसैले मात्रै के हामी बाँच्न सकिन्छ भन्ने त्यो खालको ज्ञान भएसम्म हामीले कहिले पनि हामीले सुख पाउँदैन, दुःखै पाउँछौँ। त्यसले गर्दाखेरि यो देश नेपालमा तपाईँहरू मैले बारम्बार भन्ने गरेको छु, यो देश नेपालमा धेरै जग्गा जमिनहरू छ। अब तपाईँको यो सरकारले साह्रै अब ठुलो योजना परियोजना लिएर चाहिँ तपाईँको समाज र जनतालाई नेपालीहरूलाई चाहिँ त्यहाँ काम गर्ने वातावरण मिलाउँछ जस्तो लाग्दैन है। त्यसले गर्दाखेरि हाम्रो अब सबको दिमाग एउटै हुनु पर्यो कि भाइ गर कि मर भन्ने खालको अब सोच हुनुपर्छ। र हामीले अब जताततै भूमिहरू खाली भूमिहरू छ, एकचोटि अब सरकारलाई त्यो खालको हामीले मेसेज दिउँ सबै मिलेर नेपालीहरूले त्यो खाली भूमिहरू चाहिँ तपाईँको कम्ती अनि खनजोत गरेर खाने व्यवस्था, उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्छ। सरकारले नियम कानुन बनाएर भनेर हामीले सुझाव र सल्लाह दिनुपर्छ। यदि सरकारको ज्ञान बुद्धि र दिमाग छ भने उसले आफैले गरिहाल्छ, हामीले भनिराख्नु परेन र नेपाली समाज जनताले त्यहाँनिर काम गरेर उत्पादन गरेर खाने वातावरण मिल्ला। यदि सरकारको ज्ञान बुद्धि र दिमाग छैन भने, होस छैन भने त्यो सरकारलाई हामीले त्यो खालको एउटा चेतना हालिदिनुपर्छ। नेपाली समाज जनताले कम्तीमा पनि यो देशमा के अरे खाली भूमिहरू चाहिँ खनजोत गरेर उत्पादन गरेर खाने एउटा वातावरण मिलाऊ सरकार भनेर एउटा नियम कानुन बनाऊ भनेर सरकारलाई हामीले भन्नुपर्छ भन्ने मलाई लाग्छ। र मैले अघि भनिहालेँ यो पैसा बिना हामी नबाँच्ने स्थिति छ भन्ने हाम्रो जुन मनस्थिति छ त्यो मनस्थितिलाई चाहिँ एक्सचेन्ज गरेर तपाईँको अब खाली भूमिमा चाहिँ हामीले उत्पादन खनजोत गरेर उत्पादन गरेर कृषि उत्पादन गरेर हामीले खाएर त्यहाँबाट पनि बाँच्न सकिन्छ रहेछ है, पैसा बिना पनि बाँच्न सकिन्छ रहेछ है भन्ने खालको त्यो खालको हाम्रो होस र ज्ञान चाहिँ आउनु पर्यो है। त्यसरी ज्ञान र बुद्धि आयो भने चाहिँ तपाईँको हामीले पक्कै पनि यो देश नेपालमा अब त्यो प्रशस्त रूपमा तपाईँको के अरे खाली भूमिहरू छ त्यहाँनिर चाहिँ हामीले खनजोत गरेर तपाईँको चाहिँ उत्पादन गरेर नेपाली समाज जनतालाई त्यहाँ जोडेर हामी त्यहाँनिर उत्पादन मार्फत हामीले खाएर बाँच्ने आधारहरू छ। त्यसले गर्दाखेरि हामीले पैसैबाट मात्रै बाँचिन्छ भन्ने खालको नसोचौँ। र त्यो मैले भनिहालेँ दुईवटा कुरा छ, पैसाबाट मात्रै बाँच्ने अवस्था छ भन्ने हाम्रो मनस्थिति छ त्यसलाई एक्सचेन्ज गरेर तपाईँको उत्पादन गरेर कृषि उत्पादन खनजोत गरेर पनि कृषि उत्पादन गरेर पनि अन्न बाली हामी खाएर बाँच्न सकिन्छ भन्ने खालको त्यो ज्ञान र होस आउनु पर्यो हाम्रो। त्यहाँबाट मात्रै हाम्रो परिवर्तन हुनेछ। अनि पक्कै पनि हामी विदेश पलायन हुनु पर्दैन, आफ्नै देशमा खनजोत गरेर उत्पादन गरेर कृषि धान मकै गहुँ तोरी फापर होइन, अनि अब सिजन अनुसारको बालीहरू लाउने तपाईँको अब काउली टमाटर तपाईँको खोर्सानी करेला तपाईँको के हुन्छ के अरे तपाईँको तरकारी त्योहरू सबै हालेर चाहिँ तपाईँको चाहिँ सिजन अनुसार पानीको व्यवस्थापन गरेर सरकारले बनाइदिन्छ होइन। यदि बनाउनु पर्छ र त्यो खालको वातावरण भएर अनिदेखि तपाईँ उत्पादन गऱ्यो भने पक्कै पनि हाम्रो देशमा चाहिँ तपाईँको सुख र समृद्धि तरिकाले हामी बाँच्ने र जिउने आधारहरू बन्ने छ भन्ने खालको तपाईँलाई म एउटा थोरै सल्लाह सुझाव दिन चाहन्छु। र यो विशेष गरेर हाम्रो नेपाली समाज जनताको ज्ञान र होस पनि आउनु पऱ्यो र दिमागमा पनि त्यो खेल्नु पऱ्यो कि अब हामीले पैसाकै निम्ति मात्रै हामी विदेश पलायन भएर अर्का देशमा बेचेर हामीले पैसा कमाएर ल्याएर चाहिँ स्वदेशमा बाँच्नुपर्छ भन्ने जुन हाम्रो दिमागहरू छ त्यो दिमागलाई चाहिँ तुरुन्तै
फेरबदल गरेर तपाईँको हामीले चाहिँ अब यही देशमा चाहिँ उत्पादन गरेर पनि बाँच्न सकिने रहेछ कृषि उत्पन्न। हामी विदेश जान्छौँ होइन, गएर अर्का देशमा गएर नोकरी गर्छौँ, गुलामी गर्छौँ र पैसा कमाएर ल्याउँछौँ र हामीले अरूले उत्पादन गरेर चित्त हामीले किन खाने हो नि त होइन। अनि आफूले उत्पादन गरेर किन किन्नु पर्दैन नि। त्यसले गर्दा त्यो खालको कन्सेप्ट र हाम्रो दिमाग हुनुपर्छ र हाम्रो सोच हुनुपर्छ र बुद्धि ज्ञानहरू त्यो खालको होस आउनुपर्छ र त्यति भन्नु मैले चाहेँ। र तपाईँ हामी सबै सुध्रिनुपर्छ। मैले भनिहालेँ पैसा मात्रै होइन, हामीले उत्पादन गरेर पनि बाँच्न सकिने रहेछ, कृषि उत्पादन गरेर खाएर पनि बाँच्न सकिने रहेछ भने त्यो खालको एउटा आधार र मनस्थिति सबैमा होस् भन्ने म तपाईँलाई जानकारी दिँदै तपाईँबाट अहिले म बिदा हुन चाहेँ। हस् त, नमस्कार।